नमस्ते साथीहरू, सम्पूर्णलाई स्वागत छ मेरो लोकेन्द्र जोशी फेसबुक पेजमा। तपाईहरूले अहिलेसम्म लोकेन्द्र जोशी फेसबुक पेजलाई फलो गर्नुभएको छैन भने एकचोटि फलो गरिदिनु होला र त्यो पेजलाई फलो गरेर तपाईले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरूको समाधान पाउन सक्नुहुनेछ। आज म तपाईलाई युटिआईको बारेमा भन्न चाहन्छु। युटिआई भनेको युरिनरी ट्र्याक्ट इन्फेक्सन, मूत्र नलीको इन्फेक्सन, संक्रमण भन्ने बुझिन्छ। मूत्र नलीको संक्रमणमा देखिने साइन तथा सिम्पटमहरू, चिन्ह तथा लक्षणहरू भन्छन् त्यसलाई नेपालीमा। साइन तथा सिम्पटमहरू भनेको छिटो छिटो पिसाब लाग्नु, अनि पिसाब पोल्नु, पिसाब धमिलो हुनु, ढाड दुख्नु, ज्वरो आउनु हुनसक्छ। अनि गम्भीर साइन सिम्पटम भनेको जस्तै तपाईँको पिसाबमा रगत देखिनु, ढाड एकदमै दुख्नु, अनि किडनी साइडतिर दुख्नु, अनि कहिलेकाहीँ महिलाहरूमा चाहिँ सेतो पानी बग्नु पनि सक्छ। यो युरिनरी ट्र्याक्ट इन्फेक्सन चाहिँ प्रायः जसो महिलाहरूमा बढी देखिन्छ। किन देखिन्छ भनेपछि चाहिँ महिलाहरूको युरेथ्रा, पिसाब नली चाहिँ छोटो हुन्छ, त्यही भएर चाहिँ महिलाहरूमा छिटो सङ्क्रमण हुनसक्छ। त्यसैले चाहिँ यो महिलाहरूमा चाहिँ बढी सङ्क्रमण हुनसक्छ। अनि कतिखेर चाहिँ हामीले गम्भीर असर लिएर स्वास्थ्य संस्था जाने भनेपछि तपाईँको पिसाबमा रगत आइरहेछ, छिनछिनमा पिसाब थोरै थोरै पिसाब भइरहेछ, धेरै पिसाब जलिरहेछ, ढाड दुखिरहेछ, अनि तल्लो पेट दुखिरहेछ, किडनी साइडतिर दुखिरहेछ भनेपछि चाहिँ तपाईँले नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह लिन सक्नुहुनेछ। र थप जानकारी पाउनको लागि हाम्रो फेसबुकलाई फलो गर्नुहोला, लाइक गर्नुहोला र भिडियो मन परेमा सेयर पनि गरिदिनु होला है। हस्, धन्यवाद।